हेलो गाइज, गुड मर्निङ। संसारको विभिन्न कुना काप्चा सात समुद्र पारी 10औं तला घरबाट मेरो भिडियो हेर्दै हुनुहुन्छ भने मेरो आजको दिनको सुरुवात यसरी हुन्छ गाइज। बिहान बिहान सरर यता मर्निङ वाक गर्न बाहिर निस्केछु, यता फेउताल छेउतिर पारी रानीवनतिर हरियो जङ्गलभित्र न्याउलीहरू कराइरहेछन्। चराचुरुङ्गीहरू आफ्नै तालमा कराइरहेछन्। म वारी बसिरहेको छु। एकछिनपछि कहाँ जान्छु, सरर देखाउँछ है। बिहान बिहान यो फेउतालको पानी अनि पारी रानीवनको हरियो वन जङ्गल हेरौँ न। बिहान बिहान सरर अनि यता म हिँड्दैछु, फेरि यता पार्कतिर हिँड्दैछु। यता फेरि दुबो छ, दुबो। ओ त्यता ध्यान गर्ने मान्छेहरू बसिरहन्। फेरि उता म यता बसिरहेको छु। फेरि यता कमलको फुल नै उम्रेछ त। हिल कमलको फुल गाइज। यो फेउतालको छेउछेउ हिँड्दैछु। यता फेरि डुबो छ। डुबोमा बसेर आनन्दले फेउताललाई हेर्ने, अनि दुईजना आउने, गफ गर्ने, बस्ने ठाउँ करे डुबो त आनन्द छ। यो फेउताललाई हेर्दा हेर्दै अहिले म एउटा ड्याम साइडतिर आएको छु। यो बाटोतिर हिँडिरहेको छु। फेरि हिजोबाट नयाँ साल नै सुरु भयो। साल फेरियो, क्यालेन्डर फेरियो, तर हाम्रो दुःख पिर कहिल्यै नफेरिने रहेछ गाइज। यस्तै छ। म यता हिँड्दैछु। फेरि साल फेरियो अनि ह्याप्पी न्यु इयर भन्यो, चेस गर्यो, तर दुःख पिर व्यथा छँदै छ। भिडियो हेरिसकेपछि यसो लाइक कमेन्ट गर्नु भन्दै, तपाईँहरू स्वस्थ रहनु, व्यस्त रहनु, मस्त रहनु भन्दै आजको भिडियोबाट बाई बाई।